नमस्ते टसिदेलेक फ्याफुला सबैजनालाई म जर्डन गुरुङ तपाईँहरू सबैलाई भिडियोमा स्वागत गर्दछु र आजको भिडियो भनेको धार्चोकको विषयमा हो है र हामी बुद्धिस्टहरूले के गर्छौँ भने पहाडहरूमा है अथवा आफ्नो घरहरूमाथि धार्चोक लगाउने गर्छौँ है र यो चाहिँ हामी बुद्धिस्टहरूको खास पहिचान हो भनेर भन्दा पनि हुन्छ है यो अरू धर्महरूले गर्दैनन् र अर्को कुरा जहाँ हामीले धार्चोक देख्यौँ भने त्यहाँ हामीले हो यो जग्गामा चाहिँ यो ठाउँमा चाहिँ बुद्धिस्ट छ भनेर हामीले बुझ्न सकिन्छ है र त्यसैले चाहिँ आज म धार्चोकको विषयमा केही कुराहरू भन्ने प्रयास गर्नेछु र पहिलो कुरा धार्चोक भनेको के हो है धार्चोक भनेको चाहिँ त्यसको स्रोत र आकारलाई हेरेर त्यो नाम राखिएको हो धार्चोक भनेको है अब यसमा दुईवटा शब्द छ है यो टिबेटन शब्द हो धार र चोक है धार चोक धार भनेको के हो धार भनेको चाहिँ यो धार्चोकको स्रोत यानि धार्चोक बनाउने एक प्रकारको कपडा त्यसलाई धार्चोक भनिन्छ सायद कपडा भन्ने शब्द चाहिँ मैले बिग्रेको पनि हुनसक्छ है अर्को शब्द सायद सही होला भने तपाईँहरूले तल कमेन्टमा लेख्नु होला जे भए तापनि धार भनेको चाहिँ जुन यो धार्चोकको स्रोत धार्चोक केले बनाएको हो त्यो भयो र यसको चोक भनेको चाहिँ यसको आकार भनेको चोक माने यसको आकार चाहिँ कस्तो हुन्छ सिधा हुन्छ नि त है धार्चोक चाहिँ सिधा हुन्छ नि त्यसलाई भन्छ चोक है धार्चोक भनेको त्यसैले उसको स्रोत र आकारलाई हेरेर चाहिँ धार्चोक भनेर भनिएको हो र अब यो धार्चोकको सुरुवात कहिले भएको भन्दाखेरि यो धार्चोकको सुरुवात भने आजभन्दा 1000 वर्ष अगाडि चाहिँ टिबेटमा भएको रहेछ है र अर्को कुरा धार्चोक लगाउनुको कारण के हो है हामीले किन घरमाथि धार्चोक लगाउँछ हामीले किन पहाडहरूमा धार्चोक लगाउँछौँ त भन्दाखेरि अब पहिले हो भने टिबेटमा युद्धमा है वार भन्छ नि युद्धमा चाहिँ प्रयोग गरिन्थ्यो रहेछ भने पछि गएर चाहिँ आफ्नो घरहरूमाथि धार्चोक लगाउने है किन भन्दा आफ्नो घर परिवारको बाधा अर्चन है अनि दुःख कष्टहरू चाहिँ मेटेर जाउन् भनेर चाहिँ धार्चोक लगाइने रहेछ है त अब अर्को कुरा धार्चोकमा कति प्रकारको रङहरू हुन्छ र त्यसको व्यवस्थित कस्तो हो है भन्दाखेरि धार्चोकमा 5 वटा रङ हुन्छन् है नीलो सेतो रातो हरियो र पहेँलो है त र यसको व्यवस्थित यानि कुन रङको पछि कुन रङ हुनुपर्छ पहिले कुन रङ हुनुपर्छ भन्दाखेरि पहिले नीलो हुनु पर्यो त्यसपछि सेतो त्यसपछि रातो त्यसपछि हरियो र अन्तिममा पहेँलो यसको व्यवस्थित चाहिँ यसरी हुनु पर्यो है त र यो रङहरूले के जनाउँछ भन्दाखेरि नीलोले आकाश जनाउँछ भने सेतोले बादल जनाउँछ र रातोले आगो र हरियोले पानी है र पहेँलोले माटो यानि धरती जनाउँछ है त र अब यी सबै है यो जुन 5 वटा छन् आकाश बादल आगो पानी माटो धरती यी सबै अब मिल्नुको अर्थ के हो र यसको फाइदा के छ भनेर भन्दाखेरि र यो धार्चोक लगाउनुको फाइदा के छ भन्दाखेरि यो सबै मिल्नुको अर्थ चाहिँ भने अब आकाश बादल आगो माटो पानी यी सबै मिल्यो भने हाम्रो धरतीमा बस्ने प्राणीहरूलाई खुसी हुन्छ सजिलो हुन्छ है दुःख हुँदैन नि र यी मिलेन भने अब जस्तै हुरी बतास आउने है पहिरो आउने है
भुइँचालो आउने, यीहरू नमिलेर त्यस्तो भएको हो नि त, होइन? र त्यसैले यी सबै मिल्यो भने चाहिँ, यी सबै ठिक छ भने, जस्तै मानौँ एउटा खेतमा खेती गर्नु छ भने त्यो खेती राम्रो हुने, उत्पादन राम्रो हुने, है? र जस्तै अब हावापानी भयो, हावापानी, आगो, माटो सबै राम्रो छ भने हाम्रो स्वास्थ्य पनि राम्रो हुने, है? रोग नलाग्ने, र ती जस्तै धेरै फाइदाहरू छन्, है त? अब खास गरी अन्तिममा म के भन्छु भने, खास गरी अब यो धारचोक लगाएको, जस्तै हामीले घरमाथि लगाउँछौँ, हामीले यो धारचोक लगाएको फाइदा के छ भन्दाखेरि, यो हामीले लगाएको धारचोकलाई छुएर आएको जुन हावा हुन्छ, है, त्यो हावाले हामीलाई, हाम्रो परिवारलाई, हाम्रो दिदीबहिनी होस्, हाम्रो छरछिमेकी होस्, है, जो भए पनि त्यो हावाले, त्यो धारचोकलाई छुएर आएको हावाले जसलाई पनि छुन्छ, ती सबैको भलाइ हुने, है, बाधा अर्चन, जीवनमा बाधा अर्चन नआउने जस्ता धेरै फाइदाहरू छन् भनेर पुस्तकमा लेखिएको छ, गौतम बुद्धले भन्नुभएको छ, है त? र यसै गरी चाहिँ यो चाहिँ आज मैले धारचोकको विषयमा लिएर छोटो भिडियो अथवा केही कुराहरू भन्ने प्रयास गरेको थिएँ, है? र यसै गरी धर्म सम्बन्धित अरू केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नुहोला। हस् त, अनि भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।